यो भयो हैन यो पहिले यसो भयो यो पेपरलाई यसरी डोर बनाउनु पर्छ के डोर बराबरको डोर बनाएपछि है अनि यसपछि यसरी तन्पाउनु म सिकाइन्छ धेरै पर्दैन ठिक्कै अर्कोले हाल्नुपर्छ यो यस्तो भयो है यसो समाउने अनि पोखिँदैन के अनि त्यहाँबाट यसरी घुमाउनु यसरी घुमायो हैन यो घुमाएपछि अनि यहाँबाट यो टुप्पो बराबर गऱ्यो है अनि यो बुढी औँला छ नि यो बुढी औँलाले मान्छे भन्छ म हामी चाहिँ बुढी औँला भन्छ कि अनि यसलाई चाहिँ तान्ने हो कि यसरी घुमाइ घुमाइ तान्ने हो कि ठ्याक्कै बराबर गर्नुपर्छ ठ्याक्कै यसरी बराबर गरेपछि अनि घुमाउने फुलबत्ती भन्छ यसलाई लाखबत्ती भन्दैन अब तान्ने कि यसरी गुरु गुरु तान्ने अनि हुन्छ
अनि कटार्नुपर्छ यो भयो होइन त्यसलाई ठ्याक्क बराबर गर्ने यहाँ हेर्नु है अनि यो औँलाले यसरी घुमाउँदैन नि आफूले त्यो तपाईँ दाम्लो बाट्छ नि यहाँ त्यसलाई गरेको त्यसो गरे पनि हुन्छ तपाईँले गरेको मिलेन है बटारे मिलेन के नपुगेको अनि यसलाई ठ्याक्क हातले बराबर गरेर यो पुर्याउनाले च्याप्प समातेर यसो तान्ने के आफूतिर तान्ने डबल टेबल गरेर सिक न हतार नगर